मेरो एउटा यस्तो साथी छ जो फोटोमा थोरै र दुःखमा धेरै हुने गर्छ। 4 बजे स्कुलबाट घर आउने बित्तिकै जुत्ता एकतिर, मोजा एकतिर, ब्याग एकतिर फालेर फोन बोकेर फ्री फायर खेल्नुको मजा पनि छुट्टै थियो नि है साथी। ओइ साथी, तिमी विदेश जाऊ अनि मलाई आइफोन पठाऊ ल, अनि म तिमीलाई फोटो खिचेर पठाउँछु है। कसम भनेको कहिले नछुटिने सम्बन्ध भगवानले बनाएको भनेको चाहिँ साथीकै रहेछ। मिस्यौ साथी। बाकी छ हाम्रा ती पलको। पढ्ने उमेरमा लभ गर्दै बस, पछि कमाउने उमेरमा बच्चा हेर्दै बस्नु ल साथी। अबदेखि त्यहाँ भिडियो हाल्दा मलाई ट्याग गरेर हाल्ने, नत्र बोल्दिनँ म। ए भाइ बहिनीको हेरो, तिमीहरूले पढ्न पर्छ, धेरै मोबाइल खेल्ने होइन, पढ्न पर्छ, धेरै मोबाइल खेल्ने होइन। इक्जाम आउन लागिसक्यो अनि त्यहाँ ठाडो मुख लाएर त्यहाँ मोबाइल हेर्ने होइन, केही नगर्ने होइन, गेम। न रूप, न पढाइ, न नाच्ने, न गाउने, न बजाउने ढङ्ग। आखिर भगवानले मलाई के को लागि बनाए? यो यासबाट नाम आउने मान्छेहरू त जोसँग पनि मस्किन्छन् रे त। बोलो बोलो, लभ गरौँ गरौँ मन लाग्छ रे त। त्यो मुर्दारनीहरू। एक्जाम आएर नि के गर्नु हौ, अरू सब पढ्नमा व्यस्त, अनि म र मेरो साथीहरू चाहिँ टिकटक चलाउँदै मस्त। यो लाइन चाहिँ बेस्ट फ्रेन्डको लागि है, मेन्सन गर्नु सास। साथी भनेको एक चन्द्रमा जस्तै हो, जो अँध्यारोमा उज्यालो प्रकाश दिने गर्छ। त्यसैले त एक सच्चा साथी तपाईँको हरेक मुस्किलमा साथ दिने गर्छ। इङ्ग्लिसमा ए भन्छ, नेपालीमा क। म तिमीलाई माया गर्छु, नाइ नभन्नु ल। ओइ साथी, तिमी र म चाहिँ भ्यालेन्टाइन डेमा डेटिङ स्पोर्टतिर चरपटै बेच्न जानु पर्ला जस्तो छ हौ। अब सिङ्गलै मरिनी भयो, के गर्नु?